मलाई त यार सातो उडाइदियो भने म के होला है भुताउला तिमी त पछाडि छौ हैन म त वहीँ पारेर जान्छु ए भाइ म त छोडेर हिँड्छु सबैजनालाई स्वागत छ फेरि मेरो एउटा नयाँ ब्लगमा अनि सबैजना सन्चै हुनुहुन्छ होला सो आज चाहिँ म जाँदैछु बोरलाङ अनि बोरलाङ चाहिँ किन भन्दाखेरि मेरो चाहिँ त्यहाँनिर ड्याडीहरूले सामानहरू पठाइदिएर रहेछन् काठमाडौँबाट हैन अनि यहाँ चाहिँ बस आएको छैन अनि बस नआएर चाहिँ मलाई अहिले जानुपर्ने हुन्छ अनि सायद म कृष्ण दाई कि कृपिन्द्रसँग जान्छु हैन अनि त्यही हो सो अब बोरलाङ भने चाहिँ अब धेरै भनिरहेको थिएँ हैन बोरलाङ भने चाहिँ कहाँ हो भनेर भनेको थिएँ सो बोरलाङ भनेको चाहिँ त्यो छैन हो सायद उ त्यो डाँडा हो क्या ऊ त्यहाँनिर पर्छ बोरलाङ चाहिँ ऊ त्यो टावर देख्नु भएको छ नि ऊ त्यहाँनिर पर्छ बोरलाङ चाहिँ अनि मलाई चाहिँ अहिले त्यतै जानुपर्ने हुन्छ अनि गएर सामानहरू ल्याउनु पर्ने हुन्छ सो सामानहरू अलिक धेरै नै भयो भएर चाहिँ अब दाइहरूलाई भन्नु परेको हो अनि ठिकै छ अब चाहिँ अब हामी सायद म त्यहाँनिर सोध्छु अनि त्यसपछि जान्छौँ त्यही हो म चाहिँ अहिले यहाँनिर कृष्ण दाईबाट आएको छु होइन हाम्रो कृष्ण दाई परे एकदम दामी कुक खाजा बनाइरहनु भएको छ अनि एकछिन टाइम लाग्छ अनि त्यसपछि हामी जान्छौँ त्यसपछि चाहिँ अनि एकछिन खाजा बनाउँदैछन् कि दाई चाहिँ ठिकै छ अब हाम्रो भ्लग सुरु भइसकेको छ हेर्न सक्नुहुन्छ गाइस सल्लाहघारी यो अब हामी चाहिँ बोरलाङ अलि अब आइपुगेको त छैनौँ तर अलि अब एकछिन टाइम लाग्छ अनि यो चाहिँ त्यो बोरलाङ जाने बाटोको त्यो सल्लाहघारी भन्छ यसलाई चाहिँ अनि आइसकेको छ अहिले सल्लाहघारी अनि त्यो अस्तिसम्म पानीले चाहिँ बाटो यहाँनिर एकदम खराब गरेको थियो होइन अहिले चाहिँ ठिक छ आमाहरू कहाँ मान्छेहरू नभन न आमाहरू हो नि तिमी जसलाई नि अब के अरे मान्छेहरू यहाँ त्यहाँ अलिक भन न आमाहरू दिदीहरू बहिनीहरू अब लभ स्टोरी मेरो लभ स्टोरी चाहिँ छैन है त्यस्तो भन्दाखेरि अब सो अहिले चाहिँ हामी भीमफ्रेम पार्कनिर आइपुगिसकेछौँ होइन अब भीमफ्रेम पार्क चाहिँ कटिसकेको छ अनि अब चाहिँ अब त्यहाँ स्कुलनिर जानुपर्छ क्या हामीलाई चाहिँ अनि सो अहिले चाहिँ यो बोरलाङको ठाउँहरू हो होइन अब एकदम राम्रो छ यता पनि होइन ठिक छ अब फेसिलिटीहरू पनि राम्रो छ अब रोड पनि अब कन्डिसन ठिक छ कि अब अब हाम्रो तल त्यस्तो राम्रो छैन नि त रोड कन्डिसन अब यहाँको चाहिँ रोड कन्डिसन पनि एकदम राम्रो छ भन्नाले त्यस्तो राम्रो त भन्न मिलेन बट होइन त्यो हाम्रो भन्दा चाहिँ एकदम राम्रो छ अनि यहाँबाट यहाँसम्म चाहिँ अब यो वर्ष पिच गर्ने भन्ने कुरा छ होइन त्यही हो अनि यहाँबाट भ्यूको कुरा गर्नुहुन्छ एकदम राम्रो भ्यू आउँछ कि यता चाहिँ भ्यूको त अब कुरै छोडिदिनु होइन यस्तो राम्रो आउँछ अब के भन्ने अब त्यस्तो दामी हुन्छ भ्यू चाहिँ अहिले चाहिँ हामी बोरलाङ आइपुगिसकेको छौँ होइन अनि त्यसपछि यहाँनिर चाहिँ अब बस चाहिँ आएको रहेनछ अब कति टाइम लाग्छ अनि जस्तै कि मैले तपाईँहरूलाई भनेको थिएँ नि भ्यूहरू यस्तो राम्रो देखिन्छ भनेर अब जस्तै हेर्नु न त्यहाँ हिमाल यस्तो राम्रो देखिया होइन यहाँको हिमाल हेर्नु अब हिमालसँगै अब भ्यूको कुरा गरौँ भने अब बोरलाङ चाहिँ एकदम राम्रो छ कि अब त्यस्तो पपुलर चाहिँ छैन होइन अब सकेसम्म अब सानोतिनो कन्टेन्ट क्रिएटरहरूले पनि सकेसम्म भए चाहिँ अब बोरलाङ जस्तो अब यस्तो राम्रो ठाउँहरूलाई चाहिँ अब प्रकाशन गर्न पऱ्यो कि अब यस्तो राम्रो होइन प्राकृतिक सुन्दरताको एक हिसाबमा एकदम राम्रो ठाउँहरूलाई चाहिँ अब हामीले बाहिर ल्याउन सकेको छैनौँ तर बिस्तारै बिस्तारै अब यो ठाउँहरू अब सबैतिर फैलिँदै जान्छ त्यस्तै छ अनि जस्तै कि अघि मैले कुरा गरेँ यहाँ बोरलाङ स्कुल भन्नाले चाहिँ त्यो हो अब यहाँबाट बाहिरबाट देखिँदाखेरि चाहिँ त्यस्तो के देखिया स्कुल जस्तो पनि देखिया होइन होला अनि बट यहाँनिर चाहिँ यो चाहिँ स्कुल हो होइन अनि त्यसपछि यहाँबाट चाहिँ अब देख्न सकिन्छ होइन स्कुल चाहिँ एकदम राम्रो छ क्या सो यहाँ चाहिँ म पहिला पनि आइरहन्थेँ अनि त्यही हो त्यो हामी चाहिँ अघिदेखि बसिरहेको थियौँ होइन अनि हामी आएको पनि लगभग 1-आधा घन्टा जति भइसक्यो सो बस चाहिँ अब आउँदै छ जस्तो लाग्छ सायद म त्यहाँ तल छ जस्तो लाग्छ अनि त्यही हो अब रात परिसक्यो अब फर्किन पनि पर्छ छिटै अब बिस्तारै जानु पर्ला टाढो हुन थाल्यो केही छैन ठिक छ सो सामान चाहिँ आइपुगिसकेको छ अनि बस पनि आइपुगिसकेको छ
अब चाहिँ जानुपर्छ लास्टै चिसो छ होइन त्यही हो अब अँध्यारो अँध्यारो हुन थालिसकेको छ अब चाहिँ हामी जान्छौँ बिस्तारै जानु पर्ला भ्यू चाहिँ एकदम राम्रो देखिरहेको छैन होइन अब बेलुकाको टाइम हो होइन अब बेलुकाको टाइम भए पनि भ्यू चाहिँ यहाँ एकदम राम्रो आउँछ चिसो चाहिँ एकदम चिसो छैन अहिले चिसो अब खप्नै पऱ्यो छु 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 जाडो त्यो लुगा लगाएर आउनु पर्ने रहेछ सर्ट मात्रै लगाएर आयो यस्तो राम्रो आउने कि त्यहाँ के अरे अब बिहानको अब भिडियोले ढाकेको होइन तल होइन अनि त्यस्तो दिउँसो पनि त्यस्तै राम्रो भ्यू आउने अब त्यस्तै यताबाट सनसेटको चाहिँ एकदम राम्रो आउँछ कि भ्यू चाहिँ जाउँ भ्लग सुरु भयो हाम्रो चन्द्रमा खतरा लागिरहेको छ यार भने दामी छ कि अझै राम्रोसँग राम्रोसँग देख्यो हामी कि यहाँबाट चाहिँ मात्र हामी चाहिँ अब एकदम दामी छ आज पसल खोल्नै पाएन यार किनकि अस्ति थियो अँध्यारो भयो यार यस्तो अँध्यारो भन्दा चाहिँ त्यस्तो भन्दा नि 7 वर्षको छ कि लोभिङमा गर्दाखेरि त कस्तो अब हेर भ्यू हेर न भ्यू फेरि सुरु गरेर मैले गरिसकेको छु यस्तो दामी भ्यू आउँछ कि चन्द्रमा क्या राम्रो लाग्यो आज अँध्यारो छ 7 परिसकेको छ होइन अब बिस्तारै बिस्तारै जानुपर्छ अब यहाँबाट के अरे उता गाउँ चाहिँ अलि राम्रो देखिँदैन क्या भन्दाखेरि हेर न उता अगाडि जस त्यो सलेन्डरको भ्यू चाहिँ कस्तो राम्रो देखियो कि यहाँबाट नि रातको बेलामा नि हो क्या कन्टेन्ट होइन भाइ यो रियल कहानी हो यहाँ तर्साउँछ भाइ साँच्ची तर्साउँछ यहाँ ए हन्टिङ प्लेस हो हन्टिङ भनेपछि के अरे हन्टेड प्लेस एकदम देखेनौ होइन मैले सुनेको थिएँ कि यहाँनिर के अरे कतिजना मान्छेहरू के अरे यहाँ अब आएर राति समयमा होइन अब आयो अनि त्यसो बिरामी भए अब के देखियो भन्ने के अरे सुनेको त हो तर मलाई ठ्याक्कै चाहिँ थाहा भएन कि अब के अरे अब तिनीहरूले अब सेतो कि अब के अरे मान्छे महिला मान्छेहरू के अरे देखेर त्यस्तो भयो भन्ने सुने हो तर मैले ठ्याक्कै मैले अरूसँग अनुभव चाहिँ गरेको थिएन कि त्यो ए हो र झन् रातिको समय छ होइन अब के अरे अब यतिको बेला त अब जे नै हुनसक्छ अब हामीलाई होइन ठ्याक्कै हाम्रो त्यो एक्सपिरियन्स छैन नि त अब के थाहा कहिले के हुन्छ भन्ने अब थाहा भएन है एक्लै बोर्लाङ आउन सक्छौ अब घर गएर सक्दिनँ यस्तो यस्तो डर लाग्दो बाटो त कहाँ सक्ने एक्लै त आज भ्लग बनाउँदै जाऊँ बाघ भेट्न सकिन्छ हाम्रो बाटोमा बाघ यार बाघ के बेर बाघ आउन पनि यस्तो रातिको समयमा यार भुताउला है भुताउला तिमी त पछाडि छौ होइन म त वहीँ पारेर जान्छु ए भाइ म त छोडेरै हिँड्छु छोडेरै हिँड्छु तिमीलाई मलाई चाहिँ नछोड मेरो के अरे होइन मलाई चाहिँ छोड मेरो सामानले चाहिँ नछोड सामान इम्पोर्टेन्ट छैन सामान इम्पोर्टेन्ट छ मेरो सामान सेभ गरेर बस्छ न वा हेर न मुन हस्पिटलदेखि क्यामेरा रातिको समयमा राम्रै आउँदैन यहाँ कस्तो ए यो लो बिम यो हाई बिम अब त्यहाँनिर हिलो बाटो छ कि फेरि यस्तो राति त्यहाँनिर ऊ छ के अरे त्यहाँ हिलो छ कि कस्तो रातिको बेला यार झ्याउ हुन्छ क्या कस्तो पानीले नि गर्नु गर्छ यार यहाँनिर के अरे तल घाडुसी छैन घाडुसीको पुरै धान डुबाइरहेछ बाटो पनि त्यस्तै खराब गर्ने यार ठिक होइन नि त्यस्तो यार हेर न अगाडि यस्तो हिलो बाटो बिस्तारै जानुपर्ने हुन्छ
ल ठिक छ बाटो नि राम्रो नदेख्ने कि अब 220 हाई के हुन्थ्यो अरे यो बाटो रातिको समयमा त्यसको लाइट त्यस्तो राम्रो हुँदैन नि भन्नाले अलि फरक पर्छ क्या 220हरू ल होइन बिस्तारै जानुपर्छ यार बिस्तारै जाऊँ ठिक छ अब यहाँ चाहिँ अब बाटो ठिकै छ मात्र होइन त माथि यस्तो के गर आमामामा टट यस्तो नि हुन्छ त्यहाँ माथितिर त के गर्ले होइन एक्सिडेन्ट गराउँछ कि भन्ने जस्तो लाग्छ अब त ठिकै छ ओए उता हेर त के हो त्यो ओए त्यो के अरे के हो त्यो बिरालो जस्तो ओए बाघ हो क्या ओए ओए यहाँ ओए मलाई त यार सातो उडाइदियो भने म के यस्तो अहिले पनि यस्तो बाघहरू म त यार सातो पुट्लो गएर आमामामामा रातितिर हिँड्नै हुन्न के तेरिका बाल बच्यो यार छिटो जानु पर्यो यार भयो यस्तो नि हुँदो रहेछ त्यट हुन्छ कि मिस्टिरियस चिज बाटोमा निश्चय होइन अब बाघपछि भूत चाहिँ भेटिन सक्छ है सातो गयो यार तेरिका यस्तो र बाटो यस्तो छ तिमी डुड गर न अनि भाग्छ कि कराइरहेको छु तिमीलाई देखेर बाघ भाग्छ यार के भन्ने तिमी त बाघको नि बाघ हो सक छ त्यो कुरामा सकै छैन नि त्यो छैन सकै छैन तिमीमाथि नि कसैले सक गर्न सक्छ सक गर्न त कुरै आउँदैन अब चाहिँ यहाँतिर चाहिँ अलिक घरहरू बिस्तारै आउनु थाले त्यहाँनिर अब यो तल यो के अरे तल घुम्ती बाटो छ नि त्यो घुम्ती हो होइन यता चाहिँ पौडेल गाउँ छ क्या अब यहाँ अब आस्ते आनन्द अब त अब घरै रहेछ